हजारौं तिमीलाई पाउने चाहना वर्षा बनी शीतल दिनु है होला मेरो दृश्य तिमीलाई पाउने भावना सपनीमा पर्खिरहनु है होला मेरो हजारौं तिमीलाई पाउने चाहना वर्षा बनी शीतल दिनु है होला मेरो दृश्य तिमीलाई पाउने भावना सपनीमा पर्खिरहनु है मेरा भावनाहरू मेरा चाहनाहरू सम्हालेर राख्नु है तिमी नौडाँडै काट्नु है पर्खिएर बस्नु है कालो केश फिजाइ तिमी अलिक पछाडि आउनु अमर दाइ पछाडि आउनु पछाडि आउनु क्या हात आएर त क्या हुन्छ हामी अब हामी सुरुवात हामी धन्यवाद स्वागत हामी गर्दछु आजको यो दिनमा स्वागत हामी गर्दछु आजको यो दिनमा प्रेमी प्रभु येशूको नाममा प्रेमी प्रभु येशूको नाममा
मुसीबो दिन यो आनन्द गरो मुसीबो दिन यो आनन्द गरो यसले जना हो यसले जना हो बाधाबाट अघि बढाऊ छैन भोलि भन्ने सबै हो बाधाबाट अघि बढाऊ छैन भोलि भन्ने सबै हो स्वागत हामी गर्दछौँ आजको यो दिनमा स्वागत हामी गर्दछौँ आजको यो दिनमा प्रेमी प्रभु येशूको नाममा प्रेमी प्रभु येशूको नाममा Wise men say only fools rush in, but I can't help falling in love with you. Shall I stay? Would it be I can't help falling in love with you. Like a river flows surely to the sea, darling, so it goes. Some things are meant to be. Take my hand, take my whole life too, for So धन्यवाद यीशु मेरो महादेवी हालेलुया धन्यवाद यीशु धन्यवाद यीशु धन्यवाद यीशु मेरो महादेवी स्तुति होस् प्रभु स्तुति होस् प्रभु स्तुति होस् प्रभु मेरो महादेवी हालेलुया स्तुति होस् प्रभु स्तुति होस् प्रभु स्तुति होस् प्रभु मेरो महादेवी हालेलुया हालेलुया यीशु हालेलुया यीशु हालेलुया यीशु मेरो महादेवी हालेलुया हालेलुया यीशु हालेलुया यीशु हालेलुया यीशु मेरो महादेवी प्रशंसा प्रशंसा होस् प्रभु प्रशंसा होस् प्रभु प्रशंसा होस् प्रभु मेरो महादेवी हालेलुया प्रशंसा होस् प्रभु प्रशंसा होस् प्रभु
प्रशंसा होस् प्रभु मेरो महिमा होस् प्रभु मेरो किनभने आजको दिन तपाईँले दिनुभयो धन्यवाद दिन चाहन्छु यो खुसीको अवसरमा सबै कुराबाट प्रभुले तपाईँलाई धन्यवाद दिन चाहन्छु यो कुराको श्रेय चाहिँ केवल तपाईँ आफ्नो हुन्छ हे परमेश्वर किनभने प्रभु हामी सबै छौँ प्रभु हामी प्रत्येकलाई यो सुन्दर जीवन तपाईँले दिनुभयो यस कारणले यो जीवनबाट तपाईँले महिला नयाँ जीवन यीशु धन्यवाद छ तपाईँलाई धन्यवाद छ प्रभु धन्यवाद छ धन्यवाद छ तपाईँलाई यीशु धन्यवाद छ। हामी एउटा आज एउटा पवित्र विवाहको कार्यक्रमभित्र छौँ अनि विशेष गरी यो विवाह कार्यक्रम दिनको निम्ति बितेको दिनमै तुलातर्फबाट यो कुरा सुनेको कारणले गर्दाखेरि त्यसर्थ यो एउटा खुसीको दिन अनि एउटा जीवन गठबन्धन हुने दिन हुन्। यस दिनमा हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र विशेष गरी यहाँनिर बुबा श्री कुमार राई चामलिङ र आमा श्रीमती देवी कुमारी राई को सुपुत्र श्री अजम्बर राई को बीचमा बुबा श्री दीपक राई साम्पाङ र आमा श्रीमती हेमकुमार राईको सुपुत्री सुश्री सुरक्षा राईको विवाह कार्यक्रम हुन गइरहेको छ। त्यसर्थ आज दुलही र दुला हाम्रो बिचमा छन् त यो विवाह हुनको निम्ति अजम्बर राई र सुरक्षा राई यो दुईजना विवाह बन्धन हुनको निम्ति हामी सबैजना निमन्त्रित गरेका पाहुनाहरू हामी आएको छौँ। प्रभुको दास प्रभुको जन आएको छन्। मलाई लाग्छ यो विवाह हुन सक्दैन भनेर कसैको प्रश्न छैन होला। कसैको प्रश्न छैन होला। सुरक्षा राई चाहिँ अजम्बर राईसँग विवाह हुन सक्दैन अथवा अजम्बर राईले सुरक्षा राईसँग विवाह गर्न सक्दैन भनेर यस्तो प्रश्न कसैको छैन होला। मलाई जति सक्दो लाग्छ किनभने यो सबै कुरा आदरणीय तरिकाले राखिएको र गरिएको कारणले गर्दाखेरि नै हामी सबैजना यस ठाउँमा भेला भएको छौँ। यो पवित्र एउटा विवाह कार्यक्रमभित्र हामी भेला भएको छौँ। त्यसर्थ हामी सबैजना खुसी छौँ। दुला पनि अघिदेखि खुसी भएर बसिरहेको छन् अनि हामी सबैजना खुसी छौँ। एउटा नयाँ घर बसाउन गइरहेको छ अनि यो नयाँ घर बसाउन गएको कारणले गर्दा हामी सबैजना हामी सबैजनाको समर्थन छ कि यो विवाह हुन सक्छ भनेर। यो विवाह हुन सक्छ। यदि सक्छ भने म कार्यक्रमलाई अघि बढाउन चाहन्छु। यदि कसैले सक्दैन भन्नुहुन्छ भने पुरा एभिडेन्सको साथमा प्रुफको साथमा तपाईँ आउनु पर्यो कि यस कारणले विवाह हुन सक्दैन भनेर। त्यसको बादमा हामी पुरा छलफल गर्छौँ। त्यो कुरा सके कचेरीसम्म पुग्ला किनभने कसैमाथि दोष लाउनु मामूली कुरा छैनन्। त्यस कारणले गर्दाखेरि यो विवाह एउटा आदरणीय र पवित्रतामा हुनको लागि गइरहेको छ र यो सेवालाई यो विवाहलाई अघि बढाउन गइरहेको छु। त्यसर्थ हाम्रो बिचमा दुलही आएर बसिरहेको छ। अघि दुलहीको गीतमा दुलही आएर बसिरहेको छन् र दुलहीलाई दुल्हाको हातमा कसले जिम्मा दिने? दुलहीलाई जिम्मा दिनु पर्यो नि त। जसरी हामी देख्छौँ
संसारमा पनि कन्यादान दिएको हुन्छ। त त्यसरी अब दुलहीलाई दुलाको हातमा जिम्मा दिनु पर्यो। को छ दुलहीको तर्फबाट बाबु आमा जो छ उहाँले उठाएर माथि ल्याइदिने। त्यसको बाद दुलाको हातमा जिम्मा दिएपछि मात्रै पो विवाह हुन्छ। त विवाहको बन्धन बाँधिन्छन्। जबसम्म दुलाको हातमा दुलहीको परिवारले गार्जियनले जिम्मा दिँदैनन् तबसम्म हामी विवाहलाई अघि बढाउन सक्दैनौँ। यसकारणले गर्दा यो समय दुलही कसरी ल्याउने? I waited with hope, I prayed through the night, dreaming of someone to share in this life. Then you walked in with love in your eyes, a promise unfolding, a holy surprise. सम्बन्धित जोडामा उनीहरूलाई परमेश्वरले जोड्नु भएको थियो र उनीहरू बातचित गर्दै जाँदाखेरि आजको दिनमा उनीहरू एउटा कुटुम्ब प्रभु यसरी आजको दिनमा दुलही प्रकारले सजाएर दुलाको हातमा आफ्नो बाबुले आफ्नो छोरीलाई प्रभु यसरी हुर्काई पढाइ गरिकन उहाँले दान स्वरूप आफ्नो छोरीलाई कुटुम्बको स्वरमा प्रभु आफ्नो प्रभु यसरी हात दिएको छन् र वैवाहिक सम्बन्धमा हामी अघि वैवाहिक सम्बन्ध कार्यक्रमको निम्ति हामी अघि बढिरहेको छौँ। म प्रार्थना गर्दछु यो सबै कुरामा तपाईँको आशिष सम्पन्न भएको होस् यीशु मसीहको नाममा आमेन। यो समय के तिमीले छानेको दुलही हो? हो? ओके। अझ एउटा माइक भनेर राम्रो हुन्थ्यो। मन पराएको दुलही उही हो? दुलहीले म सोध्न चाहन्छु तपाईँले छान्नु भएको दुला चाहिँ उही हो अर्को त परेको होइन? ओके। हामीले पुरै पायौँ दुलाले पनि दुलही उही छानेको रहेछ, दुलहीले पनि दुलालाई उही छानेको रहेछ। त म केही कुरो सोध्न चाहन्छु अजम्बरलाई म केही कुरो सोध्न चाहन्छु के तपाईँ यी छोरीलाई वैवाहिक जीवनमा घर बसाएर जिन्दगीभरि उसलाई साथ दिन तिमी तयारी छौ? म तयार छु। तिम्रो दुःखमा सुखमा कष्टमा तिमी उहाँलाई हेला हुन्छ र तिमी के अरे त्यागेर जाँदैनौ? म चाहदिनँ। समय उहाँको परिस्थितिमा दुःखमा गरिबीमा बिमारीमा तिमी उहाँलाई साथ दिन तिमी तयारी छौ? म तयार छु। परिस्थितिको हरेक मोडमा जीवनको हरेक बाटोमा उसलाई नै तिमीले प्रेम गरेर उसलाई नै तिमीले माया गरेर जिन्दगीभरि जीवनको अन्तिमसम्म बस्नु लागि तिमी तयारी छौ? म तयार छु। हामीले दुलातर्फ स्पष्टीकरण पायौँ। अब हामी दुलहीतर्फ सोध्नेछौँ। दुलही नानी के तिमी भाइ अजम्बर दुलालाई जिन्दगीभरि आफ्नो जीवनको स्वामी र श्रीमान र पति भनेर स्वीकार गर्न तिमी तयारी छौ? उसको दुःखमा कष्टमा विपदमा पीडामा परिस्थितिमा तिमी उहाँलाई साथ दिन तयारी छौ? गरिबीमा हरेक परिस्थितिमा उसलाई साथ दिनलाई तयारी छौ? उसको जिन्दगीको हरेक बदनामी कुरामा उसको जिन्दगीको हरेक घटी कुरामा पीडामा परिस्थितिमा तिम्रो जीवन साथी भनेर स्वीकार गर्न तिमी तयारी छौ? हामीले दुलही तर्फबाट पनि हामीले स्पष्टीकरण पाएको छौँ। एकपल्ट तालीले बजाउँ दुईजना सबैजना खुसी हुन्छ। यस कारणले गर्दाखेरि म आज के भन्न चाहन्छु भने यी दुईजनाले आफूलाई स्वीकारेको छ कि दुःखमा कष्टमा अजम्बरले पनि उहाँको दुलहीलाई तयारी के अरे सहमत दिनलाई तयारी छ, दुलहीले पनि दुलालाई सहमत दिन तयारी छ। यो होइन कि नयाँ विवाह मात्रै उहाँले यो विवाहको सम्बन्ध मात्रै भनेको होइन, उसले स्वीकार गरेको छ। मुखले जे स्वीकार गर्यो बाइबलको वचनले भन्छ त्यो पुरा हुन्छ। किनभने जिब्रोमा शक्ति छ अनि दुईजनाले शक्तिको कुरा बोलेको छ। दुःखमा सुखमा
गरिबीमा परिस्थितिमा पीडामा हरेक अवस्थामा चाहिँ साथ दिन दुईजनाले तयारी भएको कारणले गर्दाखेरि यो विवाहलाई म अघि बढाउन जाँदैछु। यस कारणले गर्दाखेरि तिम्रो परिवारको उपस्थितिमा आजदेखि म मेरो पत्नी भनेर स्वीकार गर्दछु। ताली बजाएर हामी धन्यवाद दिन्छौँ। यसले आफ्नो मुखले जे प्याटर्न छ त्यो कुरामा उहाँले बोलिसकेको छन्। म सुरक्षा गरे तपाईँ आजमले परमेश्वरको अभिषेक छु र मनबाट साथै तपाईँको परिवारको उपस्थितिमा म आजदेखि म मेरो पति भनेर स्वीकार गर्छु। हामी ताली बजाउनेछौँ। परिवार मण्डली, चर्च मण्डली र परिवार दुईटै परिवारको बिचमा उनीहरूले एकादुस्र पति पत्नी भनेर स्वीकार गर्न लागि तयारी छ, मुखले घोषणा गरिसकेका छन्। थ्याङ्क यू। अब हामी के देख्छौँ भने म विनती गर्छु, हाम्रो पास्टर रोमनलाई अघि बढाउन चाहन्छु। क्रिस्चियन विवाहमा रिङ लगाइन्छ अनि त्यो रिङ चाहिँ त्यसको टुङ्गिने ठाउँ हुँदैन। त्यसरी नै वैवाहिक जीवन पनि सम्बन्ध गाँसेर विवाह गरिसकेपछि छोड्ने त्याग्ने कुरा हुँदैन। यस कारणले गर्दाखेरि यस विषयमा हामी अहिले पछि सुन्दै जान्छौँ, तर यो समय हामी यो रिङलाई प्रार्थना गर्छौँ। हाम्रो बिचमा प्रभुको दास पास्टर रोमन हुनुहुन्छ, उहाँले प्रार्थना गरिदिनु भएको छ। दयालु परमेश्वर हामी तपाईँ धन्यवाद दिन्छौँ यो समयको लागि र आज खुसियाले आजको दिनमा हामीलाई सुनाउनुभयो र यस पवित्र विवाह अनि यहाँ जोडीमा हामी सहभागी छौँ। आफन्तहरू जनमण्डली अनि हामी सबैजना मण्डली परिवार मिलेर यहाँ आशिष बोल्दछौँ। यो अब उपरान्त यस परिवार आजदेखि पति पत्नी भएको छ। उपरान्त तपाईँ जीवनमा सुनाएको सबै कुरामा अनुहार आशिष भएको होस् भन्छु। यदि प्रार्थना माग्दछु नासक ईश्वरको नाममा, आमेन। पिता पुत्र पवित्र आत्माको नाममा म प्रतिज्ञा गर्दछु, तिमी सुरक्षा राईलाई यो सिंह पवित्र विवाह बन्धनको सम्बन्धमा प्रेमको चिन्ह स्वरूप लगाइदिएछु। नाममा म प्रतिज्ञा गर्दछु, तपाईँ आजमलाई राईलाई यो सिंहले पवित्र विवाहमा बन्धनको सम्बन्धमा प्रेमको चिन्ह स्वरूप लगाइदिँदैछु। हामी ताली बजाउनेछौँ। ओके, दुईजनाले आउँछ।
हामी प्रार्थनामा जानेछौँ। स्वर्गीय पिता, म प्रार्थना गर्दछु तपाईँको पवित्र नाममा। विशेष हामी धन्यवाद भन्छौँ अजम्बर राई र सुरक्षा राईलाई। तपाईँले आजको दिनमा यी दुईजनालाई दम्पति हुन, पति पत्नी हुन वैवाहिक एउटा दिन राख्नु भएको थियो। यो दुईजनालाई जोड्ने एउटा समय तपाईँले राख्नु भएको थियो। यसको लागि हामी तपाईँलाई धन्यवाद भन्छौँ। र उनीले आफैले स्वीकारेको छ एक दोस्रोलाई कि तिमी मेरो पत्नी हौ र तपाईँ मेरो पति हो भनेर चाहिँ स्वीकारिसकेको छन्। त्यस हेतुले गर्दा दुईजनालाई पति पत्नी भनेर हामी मान्दछौँ। आजको दिनदेखि तपाईँको रगतमा, तपाईँको पवित्र आत्मामा, तपाईँको अभिषेकमा यी दुईजनालाई दम्पति परिवार पति पत्नी भनेर प्रभु हामी बाँधेको छौँ। तपाईँको वचनले भन्छ तिनी सुताले बाँधेको डोरी कहिले पनि छुटिँदैन। पिता पुत्र पवित्र आत्मा र यी दुई व्यक्ति जब जोडिएको छन् भने हे परमेश्वरले कहिले पनि छुटिँदैन। तपाईँको वचन आधारित जीवनको अन्तिम साससम्म यी दुईजना एउटै हुनेछन्। अनि तपाईँको वचनले भन्छ यो दुईटा शरीर चाहिँ एउटै हुन्। अब यिनीहरू दुईजना चाहिँ अलग गर्न नसकोस्। पृथ्वी र जगतको कुनै पनि परिस्थितिले यिनीहरूलाई अलग नगरोस्। एक दोस्रो अन्डरस्ट्यान्डिङमा, प्रेममा अनि तपाईँ परम परमेश्वरको अनुग्रहमा यी दुईजना प्रभु आज संसारमा गरी खान जीवन बिताउन दुईटा मन एउटै, दुईटा शरीर एउटै भएर तपाईँको सेवा गर्न सकोस्। म प्रार्थना गर्दछु दुईजना तपाईँले जोड्नु भएको छ। कुनै पनि शक्तिले, कुनै पनि आदतहरूले यिनीहरूलाई अलग नगरोस्। म प्रार्थना गर्दछु जिन्दगीको बाटोमा प्रभु यिनीहरू दुईजना जसरी गाँसेका छन्, अब यो दुई प्रभु तपाईँ परमेश्वरमा दुई होइन एक भएका छन्। एक भएको सिद्ध मिलेर अनि प्रभु मण्डली परिवार प्रभु समुख छ। प्रभु तपाईँले अनुग्रह गरेको बेलामा प्रभु यी दुईजना आमेन। अब बिस्तारै तिमीले यसको हप्तो ताली त बज्छ। अब दुलैले दुलाको अनुहार हेर्ने दुईजना पति पत्नी भएको छ। पिता पुत्र पवित्र भन्दछन्। त्यस कारणले गर्दाखेरि हामी देख्दछौँ अजम्बर भाइले यस कारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ पति पत्नीलाई अलग गर्ने काम यस्तो थुप्रै गर्न राख्छन्। गाँसिसकेपछि अजम्बर भाइ पत्नीकै कुरा सुन्नुपर्छ। किनभने उहाँले के भन्यो भने भाइ छोरी जन्माए, ज्वाइँले लगे। अब अजम्बरले अरू कसै श्रीमतीको कुनै केटीको कुरा सुन्दैन, आफ्नै श्रीमतीको कुरा सुन्नु पर्यो। अनि त्यहाँ धन सम्पत्ति देऊ वैवाहिक सम्बन्ध आएको छौँ। यति राम्रो विवाह कार्यक्रम भइरहेको छ। जीवनभरि आमाले बिहा गर्दाखेरि खै के भनेर पढेको के पनि बुझिन। अनि दुईजना अहिले पनि ठसा ठुसो गरेर हामी पुरुषले कुरा लुकाउँछौँ तर स्त्रीले कुरा लुकाउँदैन। स्त्रीले कुरा कसैलाई भन्नु माग्दैन, आफ्नै पतिले भन्नु माग्छ। अब तिमी घरमा ढिलो आउँदैन त्यति बेला टोक्छ, 2-4 दिन हराउँदा त्यति बेला टोक्छ। त्यति बेला भन्छ तिमीलाई यसरी भनेर बिहा गरिदिएको, मलाई छोडी जानु भनेर। तिमीले ध्यान गर्नुपर्छ। किनभने श्रीमती चाहिँ अब तिम्रो सम्पत्ति हो। तिम्रो सम्पत्तिलाई तिमीले बहुत याद गर्नुपर्छ। हेर है, अनि यो परमेश्वरले दिएको सम्पत्ति हो। बाउ आमाले तिमीलाई घर देला, बाङ्ला देला, सबै कुरो देला, कर्म देला। तर श्रीमती जो सिङ्गो एउटा स्त्री आएको थियो त्यो चाहिँ परमप्रभुले दिएको हुन्छ। यस कारणले गर्दा तिमी परमप्रभुले दिएको श्रीमतीलाई तिमीले ध्यान गर्नुपर्छ र श्रीमतीलाई बताउने काम गर होइन। अनि धेरैपल्ट के हुन्छ भने श्रीमान श्रीमती भनेर त्यो दुईटा चक्काले एउटा गाडी हुन्छ। श्रीमतीलाई अरू केही चाहिँदैन, माया भाव हुन्छ। यति साह्रो तिमीले माया दियो भने त तिम्रो खाना, तिम्रो दाना पनि उसैले तिमीलाई दिन्छ क्या। आफू नखाइ पनि श्रीमतीले श्रीमानलाई चाहिँ दिन्छ। किनभने म आफै पनि एउटा श्रीमान, मेरो श्रीमतीले मलाई कतिको प्रेम गर्छ त्यो मलाई थाहा छ। यस कारणले गर्दाखेरि म यो कुरा बताउन चाहन्छु। अब अर्को कुरा के छ भने यहाँ लेखेको छ पत्नी हो भनेको छ। अब श्रीमतीले के गर्नुपर्छ भन्दाखेरि अब सबै कुरो मेरो श्रीमानले गरेको छ भनेर आफ्ना पतिको अधीनमा बस्छ भनेको छ। अधीनमा भनेको बाहिर नेपालीमा चाहिँ अधीन भनेको छ, तर इङ्ग्लिसमा चाहिँ भनेको छ अनर भनेको छ। आफ्नो श्रीमानलाई आदर गर भनेको छ। आदर श्रीमानलाई नि केही कुरा चाहिँदैन। श्रीमानलाई त्यो माया आई लभ यु भनेको त्यति साह्रो मन पर्दैन क्या। तर
आदर गरेको चाहिँ मनपर्छ किनभने हामी मरद हो नि त हामीलाई श्रीमतीले डगेको मन पर्दैन होइन हामीलाई श्रीमतीले धम्काएको मन पर्दैन हामीलाई श्रीमतीले आदरसँगले करायो भने पनि हामी मानिदिन्छौँ तर आदरपूर्वक बुहारी अजम्बरलाई आदर गर्नु है ल आपटले हिर्काएर त्यसो गर्छ तर अहिले चाहिँ श्रीमानले हिर्काउँदैन किनभने यसो हेर्छु अहिलेको चाहिँ श्रीमतीले नै उल्टा श्रीमानलाई पठाउँछ होइन आफू यहाँ म बसेको ठाउँदेखि दिल्ली पुग्नु लागि ट्रेनमा 2 दिन लाग्छ प्लेनमा 2 घन्टा लाग्छ त्यहाँनिर पुगाइदिए अघिल्लो पर्छ किनकि पत्नीको शिर हो सुरक्षा छोरी अजम्बर चाहिँ आजदेखि तिमीले आफ्नो पति मानिसकेपछि तिम्रो शिर है अनि सुरक्षा चाहिँ अजम्बर भाइ सुरक्षा चाहिँ तिम्रो खुट्टाबाट बनाएको होइन नि तिम्रो कर्मबाट निकाल्यो बाइबलले भन्छ कर्मबाट स्त्री निकाल्यो पति चाहिँ पत्नीको शिर हो जसरी ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ जुन मण्डली उहाँको शरीर हो उहाँ तिम्रो स्वामी हुनुहुन्छ अजम्बर नै आउँदो समय हामीले आजको वैवाहिक के अरे कार्यक्रमको सम्पन्नता सकिसकेको छौँ यो वैवाहिक कार्यक्रम सिद्धिएको छ हामी प्राप्त गर्नेछौँ त्यसको बादमा म सर्टिफिकेट इस्यु गर्नेछु अनि बाँकी सबै सुरुवात हामी मुद्दोसलजीलाई दिनेछौँ यसोमा हामी प्राप्त गर्छौँ हामी सबैजनाले आँखा बन्द गरौँ अनि 2 दम्पतिज्यूको लागि प्राप्त गर्छौँ स्वर्गीय पिता तपाईँको विधिपूर्वक आजको कार्यक्रम प्रभु तपाईँको पवित्र आत्माको अगुवाईमा वचनको साथमा हामीले सकेको छौँ अबदेखि उता जिन्दगी उनीहरूको सुरु हुनेछ जिन्दगीको हरेक खुड्किलोमा जीवनको हरेक यात्रामा यो दुईटालाई कुनै पनि नत्याग्नुहोस् परमेश्वर यो दुईजना तपाईँको सूत्रमा बाध्य होस् यो दुईजनाको जसरी आज दिनमा जोड्नु भयो त्यसरी सधैँको लागि यिनीहरूलाई आशीर्वाद दिनुहोस् हामी अभिषेकजन पास्टरगण आफन्तजन परिवार मण्डली लिएर उनीहरूमाथि आशिष बोल्दछौँ परमेश्वरको मुहार सधैँभरि यी दम्पतिमाथि चम्किरहौँ तपाईँको प्रकाश सधैँभरि दम्पतिमाथि चम्किरहेका होस् तपाईँको अनुग्रहले यिनीहरूलाई कहिल्यै नत्यागोस् सधैँ तपाईँको अनुग्रहलाई पुछिरहेको होस् बोलाएको छ र धनीको छन् र विवाह दिने पास्टरको छन् यो म उहाँलाई दिँदैछु सर्टिफिकेट Two hearts, one vow. I'll walk beside you, come what may, through every storm and sunny day. I'll stand, our faith to rise, with God before us. Strong and wide, you'll be my peace, my closest friend, my love that grows and will not. बाकी सबै म उद्घोषितज्यूलाई Antara
कार्यक्रमअनुसार ल्याइरहेको छ र यसरी हामीले केही कुराहरू हाँस सबैलाई ताली बजाउँदैछौँ है ताली बजाउँदै छैनौँ सबै कामको लागि काम गरिरहेको छ सुरु गरेको छ आजदेखि उनीहरूले जीवन जिन्दगी सुरु गरेको छ अब तिनीहरू मिलेर चाहिँ दुई होइन अब तिनीहरू मिलेर चाहिँ एउटा
मनले चाहेको आँखाले खोजेको जीवनको प्यारो मान्छे हो कसरी बाँचौला यो जीवन काटौला जिउनुको प्यारो